यतै बसमा हेरौँला Dah pas semua छ सो गाइस आज म चाहिँ आएको चिडीको दाना चिडी खान आएको चिडी पनि यति एक झोला भइसक्यो अब म चाहिँ यहाँबाट निस्किन्छु यहाँबाट होइन त्यहाँबाट जाने भाइ ट्याक्क त्यहाँबाट झरेर चाहिँ म त्यता निस्किन्छु है अहिले म त्यता जान्छु है ल जानु ल त्यसो भए अनि ए ठिकै छ दाजु ल राम्रोसँग जानु है टक्क लाएर चिउरी टिप्नु भएको छ पाहाडमा बसेको मान्छे बाटो चाहिँ हिँड्नु भएको छ त्यो त भन्छ मर गाई साह्रो दाइ मर नामाल हो बाबर यत्रो रुख माने हो है ल आउनु ल ओहो आउनु भयो ल अब हामी निस्किन्छौँ घरतिर क्वाप्प हामी खान्छौँ ल खै देखाउन आउनु त दाना त्यहाँ टिपेर ल्याउनु भएको छ दाना चाहिँ माउरिसले हँ कहाँबाट म यतै आउँदैछु रे भाइ यहाँ चाहिँ के छ भने हाम्रो अर्ग्यानिक चिज हामी चाहिँ बच्चामा हामी गाउँघरमा बस्दाखेरि चाहिँ यस्तो खाएर हिँड्थ्यो नि त पाए त्यो बब्बाले रमाइलो भयो क्या चिडीको दाना कति राम्रो खतरा रहेछ त फेरि मन परेमा कमेन्ट गर्नु होला होइन गाइस खानु मन लाग्यो नजिक भए होइन के त्यही त नि पुर्याउन सकिन्छ नि त टाढा टाढाकोलाई त पुर्याउन सकिँदैन ठिक छ जाम भाइ ल